रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः। आज मार्गशीर्ष पक्षको शुक्ल पञ्चमी तिथि। आज विशेष गरेर विवाह पञ्चमी मनाइने गरिन्छ र त्यो सँगसँगै हाम्रो नाग पञ्चमी र श्री पञ्चमी पनि आजकै दिन परेको पाइन्छ। र विवाह पञ्चमीको सन्दर्भमा हेर्ने भनेपछि श्रीराम र सीताको मिलनको उत्सवको रूपमा मनाइने गरिन्छ। त्यही दिनको बन्धनको रूपमा लिइने भएको हुनाले विवाह पञ्चमी भनिएको हो। र अर्को पञ्चमी रहेको छ हाम्रो नाग पञ्चमी पनि आजकै दिन मनाउने गरिन्छ। हामीले श्रावण शुक्ल पक्षको पञ्चमी दिनको दिन पनि नाग पञ्चमी मनाउने गर्छौँ। तर स्कन्द पुराणमा थप यसको एउटा व्याख्या विश्लेषण गरेको पाइन्छ। शुक्ला मार्गशीर्ष पुण्य श्रावणे याच पञ्चमी स्नान दानेर बहुफला नागलोक प्रदायिनी भनेर भनिएको छ स्कन्द पुराणले, जसमा चाहिँ मार्गशीर्ष पक्षको शुक्ल पञ्चमी तिथिलाई पनि नाग पञ्चमीको रूपमा मनाउन सकिन्छ, मनाउने गरिन्छ भनेर भनिएको छ। र त्यस सँगसँगै अर्को श्री पञ्चमीको रूपमा पनि भनिन्छ, जुन श्री पञ्चमीको रूपमा हामीले मार्गशीर्ष शुक्ल पञ्चमी त छँदैछ, सँगसँगै माघ शुक्ल पक्षको पञ्चमी तिथिमा एउटा वसन्त पञ्चमी मनाउने गर्छौँ। त्यहाँ चाहिँ सरस्वतीको पूजा हुन्छ भनेपछि अहिलेको यो श्री पञ्चमीमा चाहिँ विशेष गरेर लक्ष्मीको पूजन हुने गर्दछ। यसरी हाम्रो 3 पञ्चमीले युक्त भएको आजको विशेष दिनले चाहिँ तपाईँहरूमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।